प्याकेट देखिसकेपछि चाल पाइसक्नु भएको छ मैले आज के बनाउँदैछु भनेर। आज मैले करेन्ट चाउचाउ हाम्रो नेपालमा एकदमै लोकप्रिय चाउचाउ बनाउँदैछु। अनि मैले यसमा अलिकति भेजिटेबलहरू एड गर्दैछु, साग, मटर अनि सुकुटी पनि एड गरेको छु। चाउचाउ हालेर उबालेँ। अनि मैले यसमा जो अलि स्पाइसी खालको रातो मसला चाहिँ नहालेको, धेरै पिरो हुन्छ, पेट दुख्छ। अनि मैले यसलाई चाहिँ अब यसरी उमाल्दैछु। उमालिसकेपछि यसलाई मैले अब चाहिँ स्टेन गर्छु। स्टेनमा हालेर छानेर अनि त्यसपछि अब मैले अन्डा हालेँ, अनि प्याज हालेँ, यसलाई अनि खुर्सानी हालेँ, अलि धेरै मात्रामा हाल्यो। अब यसलाई भर्छु। अनि भरिसकेपछि अब सुकुटी पनि हालेको छु मैले। अनि यस्तो टाइपको बनाएको सोयाबिन सस हालेको छु, मिठो छ। हजुरहरूले पनि यस्तै बनाएर नानी बाबुहरूलाई खुवाउनुहोस्, हजुरले पनि खानुहोस्, हजुरको दिन शुभ रहोस्।